हेलो गाइज, के छ गाइज खबर गाइज? हेर्नु होला गाइज, यहाँको एकदम ठाउँ चाहिँ एकदम राम्रो छ हैन, हेर्नु होला। अनि गाइज के छ खबर गाइज? मेरो चाहिँ एकदम ठिकठाकै भन्नुपर्छ गाइज हैन। तपाईहरुले देख्न सक्नुहुन्छ है गाइज, यता चाहिँ एकदम राम्रो ठाउँ छ हैन। भ्यूज पनि राम्रो आइरहेछ एकदम हैन। यो ठाउँको नाम चाहिँ साथीहरु है झापा हो हैन। तपाईहरु पनि आउनु होला, एकदम राम्रो छ है ठाउँ चाहिँ, यहाँ घुम्न जाने ठाउँ। झापाको सेल्फी डाँडा भन्ने ठाउँ एकदम राम्रो छ गाइज हैन। तपाईहरुले घुम्न आउनु होला गाइज हैन। हेर्नु होला रोड बाटो चाहिँ यस्तो छ, एकदम राम्रो छ हैन गाइज। अब त के भन्नु गाइज हैन, गाडी आउँदैछ है। म चाहिँ अघि टिपरले पुरै धुलो उडाएको हेर्नु होला गाइज, यस्तै छ हैन। रोड बाटोमा हिँड्न पनि गाह्रै हुन्छ हैन। अब मैले भिडियो बनाउँदा हिँड्न पनि गाह्रो छ नि त, गाडी पछाडिबाट आउँछ हैन पुरा हैन। हर्न लगाएर मलाई चाहिँ पुरै धुलै उडाइदिएर हिँड्नु हैन। यहाँ त पुरा के कालै भन्छ त धानबारीमा गाइज हैन, यस्तै छ हैन। एकदम राम्रो ठाउँ रहेछ है यहाँ चाहिँ। तपाईहरुले पनि कतिजना आउनुभएको होला हैन, आउनुभएको छैन भने एकचोटि अवश्य आउनु होला, एकदम राम्रो ठाउँ छ है। झापाको सेल्फी डाँडा भन्ने ठाउँ चाहिँ एकदम राम्रो छ हैन। तर म चाहिँ त्यहाँ अहिले त्यहाँ त छैन, अलि ओरतिर छु है। तर त्यहाँ म गएपछि तपाईहरुलाई म भिडियो बनाएर हाल्छु हैन। एकदम राम्रो ठाउँ छ। म पहिला गएको छु, अहिले झन् राम्रो बन्दैछ अरे भनेर चाहिँ मैले सुनिरहेको छु हैन। सबैजना गइराख्नु भएको छ, त्यही भएर गाइज हैन तपाईहरु पनि झापाको सेल्फी डाँडा चाहिँ भन्ने ठाउँ चाहिँ हैन आउनु होला। एकदम रमाइलो ठाउँ छ है। यहाँबाट अलिक पर पर्छ है, यहाँबाट अलिकति पर छ, त्यस्तै आधी घन्टा जस्तो लाग्छ होला हिँडेर चाहिँ 20-25 मिनट। अब अटोमा त छिटै पुगिन्छ हैन। हेर्नु होला यहाँ पनि ठाउँ त दामी छ नि। अहिले धानहरू काटेर एकदम है खाली भएको छ। एकदम घाम पनि शीतलै छ हौ अहिले त। रात त शीतलै हुन्छ, दिउँसो चाहिँ गर्मी हो हैन। यस्तै छ गाइज हैन। अब हामी भनेको अटोमा पनि चढिँदैन हैन, किनकि अब अटोमा पनि 20 रुपियाँ लाग्छ हैन, किन तिरिराख्नु हैन। अब अलिकति बाटो त 5-10 मिनटको त हिँडेरै हैन जमुना भनेर म चाहिँ हिँडेरै यात्रा गर्छु गाइज हैन। यो घर देख्नु हुँदैछ गाइज, यो घाइमा चाहिँ मान्छेहरू बस्नु हुँदो रहेछ क्यार हैन। अहिले यो जमानामा के छ भन्दाखेरि अलिक मान्छेले धेरै कमायो भने पनि हैन, अलिक सहरतिर जग्गा किन्ने, सहरतिर घर बनाउने, अनि यहाँ यता गाउँको घर चाहिँ हैन अलिकति हुन्छ नि छोड्ने चलन छ नि त हैन। अनि कोही चाहिँ अब गाउँमा रोजगारै नभएर पनि बस्ने सरेको अवस्था हुन्छ नि त कतिको हैन। उनीहरूको त रहर होइन, बाध्यता हो। तर कतिको त रहर हुन्छ नि त। अब धेरै पैसा कमाएपछि त के बस्नु यहाँ हैन, अलिक काठमाडौँ जस्तो ठाउँमा बस्नु न भन्ने हुन्छ नि त हैन। नेपालको सबैभन्दा ठुलो ठाउँ त काठमाडौँ नै पर्यो नि त हैन। त्यही भएर यता पनि घर खाली छ, गाउँ मात्रै हैन, झापातिर पनि धेरै घरहरू चाहिँ खाली भइरहेको अवस्था छ गाइज हैन। किनकि अलिकति कमाएपछि त मान्छेहरू काठमाडौँ नै बस्न चाहँदो रहेछ नि त हैन। त्यही भएर यस्तै हो, मान्छेलाई हुँदा पनि हैन अझै राम्रो ठाउँमा जाने रहर हुन्छ, मान्छे नहुँदा पनि केही भेटिन्छ कि भनेर सर्ने हैन, उनीहरूलाई बाध्यता हुन्छ अरूको ठाउँमा। त्यस्तै हो, कोहीको रहर हो त कोहीको बाध्यता हो हैन। त्यस्तै हो गाइज हैन। त्यही भएर गाइज म चाहिँ अब आइपुगेको छु हैन। म चाहिँ अब तल जानुपर्ने थियो, आइपुगिरहेको छु गाइज हैन। लाइक कमेन्ट सेयर गर्नु होला गाइज है, नबिर्सिनु होला सबैले है, साथ सपोर्ट दिनु होला। म पनि सबैलाई साथ सपोर्ट दिइरहेको हुन्छु हैन गाइज। ओके, यति भन्दै अहिलेको भिडियो चाहिँ म बन्द गर्न गइरहेको छु गाइज। किन बौलाको हेर्नु होला, यस्तो बाइकमा पुरा रित्केत जान्छ त, भान्छ क्या हो।